दर्शकबिन नमस्कार अनि स्वागत गर्न चाहन्छु। म अनलाइन चौतारीखबाट घनश्याम केसी। हामीले विगत केही दिन अगाडि धनबहादुर कौरको भिडियो बाहिर ल्याइसकेपछि आज म फेरि पनि उहाँसँगको प्रत्यक्ष घरमै आएको छु। अब हामीले सहयोग उठाउँदै गर्दाखेरि अब घरमा राखेर मात्रै भएन, किनभने उहाँको घाउहरू एकदमै झन्झन ठुलो बढ्दै गएको छ। हामीलाई जति सहयोग आएको छ, सहयोगी मनहरूले सहयोग गर्नु भएको छ। अब हामी उहाँलाई हस्पिटल लिने तय गरेका छौँ, किनभनेपछि जति पनि हेर्ने दर्शक श्रोताहरू हुनुहुन्छ, मनकारी मनहरू हुनुहुन्छ, तपाईँहरूले त्यो गरेको सहयोग होइन हामीलाई आएको छ। त्यो सहयोग अब सहयोग भएको छ, त्यो सहयोग उठाएर अब हामी छिटोभन्दा छिटो बिचरा धनबहादुर कौरलाई अब हामी हस्पिटल लग्नेछौँ। र हामीले कुरा गर्दै गर्दा जति पनि हामी आइरहेको थियौँ र किनभनेपछि हामीले यहाँ राख्नुभन्दा पहिला हस्पिटलमा लिइसकेपछि कति लाग्दो रहेछ लगानी, के हुँदो रहेछ होइन, कति लाग्दो रहेछ भन्ने हामीले चाहिँ थाहा पाउनेछौँ उहाँ गइसकेपछि। किनभने अहिले बाबुको धनबहादुर कौरको घाउ चाहिँ एकदमै बढिरहेको छ। साह्रै दुःख लाग्छ यस्तो जहाँ आफ्नो आर्थिक अवस्था कमजोर भएर उहाँले हस्पिटल लिन सक्नु भएको छैन उहाँको बुवा आमाहरूले। दर्शकबिन अझै पनि तपाईँ जति पनि दर्शकबिनहरू हुनुहुन्छ, सहयोगी मनकारी मनहरू हुनुहुन्छ, अझै पनि सहयोग गर्नुहोला, किनभने धेरै सहयोगको आवश्यक परेको छ। म थोरै अब धनबहादुर कौरसँग कुराकानी गर्न चाहन्छु। उहाँलाई पहिलेको भन्दा अहिलेको कस्तो भइरहेको छ त भन्ने म थोरै उहाँसँग जानकारी गराउन चाहन्छु। हजुर नमस्कार बाबु। नमस्कार। अनि के छ अहिलेको अवस्था? अहिलेको अवस्था त अब रातभरि दुख्छ अनि दिनमा पनि दुख्छ। थोडा सुतेपछि थोडा राम्रो हुन्छ। त्यस पछाडि अब आजसम्म हिँड्नै सकेन, आज मुस्किलले गयो। आज तपाईँ जाँदै गर्दाखेरि अहिले चाहिँ पहिलेको भन्दा हिँड्नलाई अलि झन् गाह्रो भइरहेछ है? माथि हेर्नुहोस्, यसरी हिँड्नलाई झन् गाह्रो भइरहेछ है? अनि फेरि एक मिलन थियो, उसले टेम्पो मगाएर फेरि उसमा गयो। जे होस् तपाईँ हिँड्नु नसकेर अटोमा जानुभयो होइन? हजुर ठिकै छ। अब तपाईँलाई हामी धेरै दिन भयो होइन, धेरै दिन भएको छैन। अब तपाईँको हाम्रो जति पनि तपाईँको जब मैले तपाईँको भिडियो बाहिर ल्याइसकेपछि जति पनि सहयोगी मनकारी हुनुहुन्छ, सहयोग गर्ने दर्शकहरू हुनुहुन्छ, उहाँले गरेको सहयोग छ होइन। अब त्यही सहयोग हामीले उहाँ लिएर अब तपाईँलाई केही दिनमै हस्पिटल लिने कुरा पनि चलिरहेको छ होइन। जे होस् घाउ चाहिँ अझ तपाईँको झन् बढ्दैछ, झन् दुख्दैछ है? बढ्दै पनि छ, दुख्दै पनि छ। दुख्ने ज्यादा गर्छ है? हिँड्नलाई पनि धेरै गाह्रो हुन्छ। अब के भन्न चाहनुहुन्छ त? अब जति पनि हेर्ने दर्शक श्रोता हुनुहुन्छ, सहयोगी मनहरू हुनुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? दर्शकहरूलाई सहयोग गर्ने व्यक्तिहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जे होस् सहयोग गर्ने मनकारी मनहरूलाई धन्यवाद दिन चाहनुहुन्छ, किनभने चाहिँ दर्शकबिन तपाईँ हेर्नुहोस् त, बिचरा धनबहादुर कौरको अवस्था देख्दाखेरि मलाई पनि साह्रै दुःख लागिरहेको छ। उहाँ किनभनेपछि उहाँको घाउ हेर्दाखेरि साह्रै दुःख लागिरहेको छ। अब हामीले उहाँलाई केही दिनमै भनौँ उहाँलाई हामी हस्पिटल लिनेछौँ। हस्पिटल लिइसकेपछि उतातिर के भन्छ कस्तो भन्छ हस्पिटलमा लिइसकेपछि डिटेलहरू रिपोर्टहरू हामी तपाईँलाई जस्ताको तस्तै त्यहाँबाट पनि देखाउनेछौँ। अब के भन्न चाहनुहुन्छ तपाईँले यसको बारेमा? केही भन्न चाहनुहुन्छ अरू? अब अरू भन्न चाहन्छु, सहयोग गर्ने दर्शकहरूलाई अब यो क्यान्सर अब कसैलाई नहोस् नि। अब मनकारी भएकाहरूले सहयोग गरिदिनु होला। अब धन्यवाद दिन चाहन्छु। जे जति पनि सहयोगी मनकारी हुनुहुन्छ उहाँलाई धन्यवाद दिन चाहनुहुन्छ होइन। बिचरा तपाईँलाई कस्तो धेरै दुःख लाग्छ होला, सुत्ने बेला, उठ्ने बेला, हिँड्ने बेला है? सुत्ने बेला, हिँड्ने बेला। ठिकै छ धनबहादुरजी, तपाईँले चिन्ता नलिनुहोस्। अब तपाईँलाई हामी सक्दो सहयोग, सक्दो साथ सपोर्ट चाहिँ हामीबाट हुने साथ सपोर्ट चाहिँ रहिरहनेछ। अब हामी तपाईँलाई केही दिनमै नेपालगञ्ज हुन्छ, चितवन हुन्छ, जहाँ हुन्छ होइन, तपाईँलाई हामीले लिएर जानेछौँ। अब लिएर गइसकेपछि त्यहाँ के भन्छ त हस्पिटलमा, त्यसपछि तपाईँको उपचार पनि हुँदै गर्छ। अनि त्यसपछि सहयोगी मनकारीहरूले पनि सहयोग गर्दै हुनुहुन्छ होइन। त्यसो गर्दा एकदमै राम्रो हुन्छ जस्तो लाग्छ मलाई पनि। अब हामी केही दिनमै हस्पिटल जान्छौँ है। अब म थोरै के भन्नुहुन्छ त है त? हजुर बुवा नमस्कार।
नमस्कार। अनि के भन्न चाहनुहुन्छ अब बाबुको अवस्था त्यस्तो छ है? बाबु यस्तो छ, अब के गर्ने, गाह्रो छ हेर्नुहोस्। अब जो पनि अब सहयोगी दादाहरूले सहयोग गरिदिनु भयो होइन। हजुर जति गरे पनि अब त्यो होइन, त्यहाँबाट हस्पिटल लिएर अब रिपोर्ट के आउँछ त्यहाँबाट। हजुर अनि त्यो रिपोर्ट आइसक्यो भने चाहिँ कति पैसा लाग्छन् के लाग्छन् हामीलाई त्यो थाहा छैन। भोलि गएर बढी खर्च आउने पनि जस्तो लागेको छ। क्यान्सरको अब हामीलाई त पहिला थाहा पनि थिएन, अहिले गएर अचानक त्यो छोरालाई हुँदाखेरि यो गाह्रो परेको। ठिकै छ बुवा। अब हामी तपाईँको छोरालाई होइन जति पनि सहयोगी मनकारी हुनुहुन्छ सहयोग गर्नु भएको छ होइन। अब हामीले धेरै नउठे तापनि होइन जहाँ हस्पिटल लग्नेसम्म अवस्था चाहिँ छ, अहिले चाहिँ सहयोग उठिरहेको छ होइन। धनबहादुर कँवरको लागि जति पनि सहयोगी मनकाहरूले सहयोग गर्नु भएको छ। अब हामी केही दिनमा हस्पिटल लिनेछौँ होइन। हस्पिटल लिइसकेपछि के भन्छ उतातिर कस्तो भन्छ सबै डिटेल चाहिँ हामी त्यहाँ गएर बुझौँला होइन। अब के भन्न चाहनुहुन्छ जो सहयोग गर्ने मनकारीहरूलाई भगवानले रक्षा गराउनु, तिनलाई यस्तो दुःख कष्ट नहोस् भनिकन भन्नु। जे हामी अब अन्तिममा छौँ, अब त्यही नै भन्न चाहनुहुन्छ? त्यही भन्नु, त्यो जो पर्यो मलाई पर्यो, त्यो अरूलाई त्यो जो सहयोगी दाताहरूलाई यस्तो दुःख नपरोस् अनि भगवानले रक्षा गराउनु भनिकन भन्न चाहन्छु। हवस् त दर्शकबिन, तपाईँले सुनिसक्नुभयो। म उहाँ धनबहादुरको अवस्था देखाउँछु, यस्तो छ। अब हामी अन्तिमतिर आइसकेका छौँ। अब हामी केही दिनमै धनबहादुरलाई हामी अब हस्पिटल लिने प्रयास गरिरहेका छौँ। जति पनि सहयोगी मनकारीहरू हुनुहुन्छ तपाईँ सबैले अझै पनि सक्दो सहयोग गरिदिनु होला। अब हामी अन्तिम भिडियो आज यहाँबाट म प्रत्यक्ष उहाँकै घरमा आएर भिडियो निर्माण गरिरहेको छु। हवस् त दर्शकबिन, यतिन्जेलसम्म जति पनि दर्शक श्रोताहरूले हेर्नुहुन्छ तपाईँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। र जति पनि सहयोगी मनकारी हुनुहुन्छ सहयोग गरिदिनु होला। तपाईँको त्यो एक सहयोगले बिचरा धनबहादुर कँवरको जीवनमा केही परिवर्तन आउँछ भन्ने आशा अनि अपेक्षा मैले मनभर सङ्घालिरहेको छु। उहाँ स्त्री नसकेको अवस्था गर्नु भएको छ। हवस् त दर्शक, यति भन्दै तपाईँ यदि नयाँ साथीहरू हुनुहुन्छ भनेपछि अनलाइन चौतारी खबरलाई फलो गर्नुहोला भन्दै अहिले भने म अनलाइन चौतारी खबरको सञ्चालक हुने बिदा हुन चाहन्छु। हवस् त, नमस्ते।